नमस्कार, अपिएललाइन खबर विशेषमा स्वागत छ। म सावित्री जोशी। आज हामी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीज्यूसँग विशेष छलफल गर्न गइरहेका छौँ। पछिल्लो समयमा यो जेनजी आन्दोलनपछि देखिएका चुनौती, विवाद, स्थानीय ऐन र आन्तरिक मामिलाले काम कारबाही कसरी गरिरहेको छ, शान्ति सुरक्षा कसरी दिइरहेको छ भन्ने सम्बन्धमा रहेर कुराकानी गर्नेछौँ। स्वागत छ हजुरलाई। सन्चै हुनुहुन्छ? सन्चै छु हजुर। मन्त्रीज्यू, धेरै समय लगाएर प्रदेश सरकारले स्थानीय ऐन ल्यायो, तर केही दिनमै त्यो ऐन विवादित बन्यो। त्यो ऐन सल्लाह सुझाव बिना नै ल्याइएको थियो कि के थियो? यसमा के भन्न सकिन्छ? प्रश्नका लागि एकदम धन्यवाद। यो ऐन चाहिँ के थियो भने यो ऐन ल्याएर त्यहाँ चाहिँ नि सदनमा चाहिँ नि त्यहाँ दर्ज गरे। त्यसलाई चाहिँ नि अब यो विधान समितिमा आयो, छलफल भयो। यसमा व्यापक रूपमा छलफल भएर त्यो चाहिँ उनीहरूले त्यसमा थपघट गर्ने कुराहरूलाई पास गरेर त्यसले व्यापक रूपमा त्यो चाहिँ नि सदनमा गयो। यसमा कुरा के मैले बुझेको त्यहाँ के भयो भने यसमा धेरै त्यो पाटहरू रहेछन् स्थानीय ऐनमा। अब यहाँ प्रदेशमा गर्ने समायोजन भएर आएका, अनि यसका पनि अब लेखा समूह अलग, अरू स्वास्थ्य समूह अलग, यी विभिन्न समूहका यिनीहरूले त्यो ल्याउँदाखेरि दर्ज गर्दाखेरि ती पाटा सब छुटाएर आफ्नो आफ्नो मात्रै हेर्ने गरी त्यो अगाडि बढाएको हामीलाई महसुस भयो। अब त्यतिखेर हामीलाई पनि भएन, तिनको कर्मचारीका नेताहरूले त्यहाँका त्यो सबै कुरा सबैलाई मिल्ने गरी त्यो ल्याएको भए त्यस्तो विवादमा जाने थिएन। र जब त्यो ऐन अगाडि बढ्यो, समन्वयको अभाव तिनीहरूको आफ्नोलाई मात्रै उतिखेर प्राथमिकतामा भयो। त्यो सबैलाई भएर ती नेताहरूले अगाडि ल्याइदिया भएर यस्तो परिस्थिति आउने थिएन। यसमा छलफल हुँदाखेरि जब त्यो ऐन उहाँ अगाडि बढ्यो, त्यो पास पनि भयो सदनमा। हामीले पास गर्यौँ। पास हुने बित्तिकै अब त्यसका केही सूचकहरू बाहिर गइसकेपछि यो छ भन्दाखेरि तिनले सबलामा कोड लगाए। अब धेरै कुराहरू यो ठिक छैन, ऊ ठिक छैन भन्ने कुरा आइसकेपछि किन हाम्रा ऐनहरू बन्दाखेरि विज्ञ राखिन्छ, छलफल गरिन्छ हैन? त्यसमा चाहिँ विभिन्न भूमिका विभिन्न मान्छेहरूको हुन्छ, विभिन्न पदाधिकारीको हुन्छ। किन त्यो ऐन चाहिँ त्यो छलफल बिना नै बनाइएको थियो र? त्यस्तो होइन, छलफल भयो। त्यो स्थानीय ऐनमा छलफल त भयो। अब ल्याएको हामीले ड्राफ्ट गरेर दिएको ऐनमा नै छलफल भयो नि त त्यतिखेर। अब त्यो त्यसका केही पाटाहरू छुटेका छन् भन्ने हामीलाई पनि त्यतिखेर त भयो नि, हामी पनि विज्ञ होइनौँ। त्यसमा आएको छलफल भएर अगाडि बढ्यो र त्यसो भइसकेपछि जब त्यो आयो फेरि अवरोध भयो। अवरोध भएर त्यसलाई सोच्नुपर्ने अवस्था, पहिला पनि त्यो पास गरै भनेर अवरोध भयो। यसमा छलफल गरौँ भन्ने थियो, राम्रो गरी छलफल गरेर मात्र बढाउने भन्ने कर्मचारीकै दबावमा त्यो आयो। कुनै समूहको पक्षमा भयो, कुनैको भएन। अब त्यो सबैले अहिले के गरेका छौँ भने अहिले यसलाई अब संशोधनको कुरा आयो। कार्यान्वयन पास भएको छ, त्यो कार्यान्वयन भएन, संशोधनमा आयो। आइसकेपछि अहिलेको उसमा त मुख्यमन्त्री कार्यालयमा भएको छलफलमा ती नेताहरू सबले आफ्नो आफ्नो ब्रिफिङ गरेको छ। अझ पनि हामीले मैले त के राखेको छु भने तपाईहरूको अब आउने जुन छ ऐन बनाऊ, यसलाई संशोधनै गऱ्यौँ। अब त्यस बाटामा हामी अगाडि जान्छौँ र यसमा केही वर्षमा त होला त्यो एकदम यो बिना संशोधित त हुँदैन। अहिले संविधानमा पनि 2-3 चोटि संशोधन भइसक्यो देशको मूल दस्तावेजमा भने यो ऐन हो, यसमा होला भोलिको दिनमा आवश्यकता पर्ला। तर अहिलेका पाटामा रहेका कुनै पनि नछुटौँ र त्यसलाई सिमोटेर आओस्। यसमा विज्ञसँगको छलफल गर्नुहोस्, कानुनका साथीहरू राखेर छलफल गर्नुहोस्, अनि के गर्न सकिन्छ, के गर्दा यो केही वर्ष दिगो रूपमा अगाडि बढ्छ भन्ने कुरामै हामीले छलफल गरेर मुख्यमन्त्री कार्यालय यसमा दोस्रो चरणको पनि भएको छ। अझ केही कमजोरी कहाँ बदल्नुपर्छ भन्ने भएर त्यसलाई अझ विज्ञसँगको छलफल गराएर अबको आउनेमा हामी लग्दैछौँ। त्यसलाई जस्तै 8 वर्षसम्म हामीसँग कुनै ऐन थिएन हैन, तर 8 वर्षपछि आएको ऐन पनि यसरी ढिलाइ हुनु, अझ त्यसमा विभिन्न कारणहरू देखिनुमा चाहिँ के रहेछ? अब यो त यस्तो हुन्छ। मैले समूहगत आफ्ना चाहिने आवश्यकता यो भयो भने अब हामी अगाडि बढ्यौँ भने अरूको के भनेर सोच भएन होला। ती नेताहरूको पनि स्थानीय ऐन आउँदैछ भने मैले सोधेँ तपाईँ कहाँ जानुभयो
पहिलेदेखि किन हामी त त्यो ऐन आयो भने सबैको आयो भनेर सोचेका थियौँ, हाम्रोसम्मको छुट्यो भन्ने आयो कि अब केहीको त्यो स्वाभाविक हो। फेरि सेक्टर सेक्टर हरेक फ्याकल्टी छ त्यसमा। अब चाहिँ नि एउटा भनौँ स्वास्थ्य समूह छ, लेखा समूह छ, स्थानीय कर्मचारीहरूको अलि माथि बढेर उनीहरूले एक तह चाहिँ नि वृद्धि दिने समायोजन गर्दाखेरिको कुराले त्यसले कोही जुनियर कोही सिनियर हुने परिपाटी हुँदो रहेछ। अब त्यो मिलाएरै छलफल गरेर उनले ल्यायो भने तब हुन्थ्यो। अब त्यसमा भएन, त्यहाँ पुगेका दस्तावेजमा व्यापक छलफल भएर ल यो हुन्छ भन्ने कुरामा नै अगाडि बढेको हो। त्यो हामीले यही उसमा त अषाढमा त हामीले त्यसलाई लग्या हो। त त्यो लग्ने बित्तिकै पछि झन् विरोध आयो। अहिले यसमा छलफल भइरहेछ। अब चाहिँ नि त्यसमा तपाईँले जे भने पनि अबकोमा तपाईँहरूले रुजु गरेर यहाँ दिनुहोस्, हामीले त्यसमा कहाँ के हुन्छ अलिकति अक्षरमा सुधार होला। हाम्रो यहाँको विज्ञले पनि त्यसले गर्ला, यसलाई चाहिँ हामी अगाडि लैजान्छौँ भन्ने छ। कतिले चाहिँ नि यो ऐन भन्दा पनि नियमावलीको यसमा उल्लेखित भएर अगाडि बढ्नुपर्छ भन्ने छ। हामीले त्यो ऐन यो कर्मचारी ऐन नै पास त्यो भइसकेपछि त्यो फेरि अहिलेको जुन संशोधित ऐन पास भयो भने पछि त्यो नियमावली बनाउने, पछि अरूलाई लैजाने भन्ने कुरा कानुन निर्माण र संशोधनमा चाहिँ किन ढिलाइ? एक त हाम्रा भएका नीति पनि बनेका छैनन्, ऐनहरू बनेकाहरू पनि कार्यान्वयनमा अहिले यस्तो छ, कार्यान्वयन त्यसमा कार्यान्वयन नैमा गएका छन्। तर केही कुरा के हुँदो रहेछ भने अहिले भयो नि हाम्रो अब सँगै भने हाम्रो मूल कानुनमै अहिले तत्कालै चाहिँ त्यहाँ परिमार्जन गर्नुपर्ने अवस्थाहरू, तर नेपालको उत्कृष्ट संविधान भएर पनि भयो नि त, त्यो आवश्यकता बढ्दै जान्छन्। त्यो भित्र हामी पस्यौँ भने हामीले कहाँनिर हो त्यो भित्र अहिले यो घरभित्र आयौँ भने हामीलाई यो कुना यो सो बनाए भए हुन्थ्यो भन्ने किसिमको आउने त्यो मान्छेको स्वभावले नै त्यस्तो हो र हरेक ऐन कानुनमा पनि त्यस्तो हुन्छ। कानुन हाम्रा बनेका छन् र अब नयाँ जुन प्रक्रियामा जान्छ कहाँनिर अप्ठ्यारो भयो त्यहाँनिर बनाउने कुरा हो। प्रदेश सरकार कानुन निर्माण गर्न कति गम्भीर छ यो विषयमा? यसमा त हामी गम्भीर नै छौँ। प्रदेश सरकारले अहिले पनि काहीँ त्यस्ता भएका कुरालाई छिटो छरितो गर्ने, कसले के कुराले रोकिएको छ त्यसलाई चाहिँ संशोधन गरेर भए पनि अहिले हामी तत्कालै भयौँ त, नत्र अषाढमा त त्यो ऐन पास भएको सबैको कुरा त हामीले सुन्नुपर्छ। त्यसो भएको हुनाले अहिले चाहिँ हामी त्यसलाई संशोधन गरेर भए पनि हामी अगाडि लगाउँ भन्ने कुरामा नै छौँ। त्यसलाई दिगो बन्दैछ, अब केही दिनमा आउने सदनमा त्यो जान्छ। जेन्जी आन्दोलनपछि प्रदेशको शान्ति सुरक्षामा के कति चुनौती छ? यो त किनभने यो एकदम यो प्रश्न सोध्नुभयो, एकदम धन्यवाद। यो के छ भने अहिले जो जेन्जी आन्दोलनपछि चाहिँ आम जनसमुदायमा एउटा त्रस्तितको अवस्था, ठिक दसैँ र दिवाली जाने यस्ता जम्मै छुट्ने, अनि हामीले शान्ति सुरक्षाको के हुन्छ भन्ने कुरा थियो। तत्काल त्यसैपछि हामी बैठक बस्यौँ। यो हरेक चाडबाडलाई पनि मध्यनजर गरेर मान्छेहरूको एउटा भनौँ सुरक्षाको जिम्मेवारी लिएको प्रदेशले यसलाई गर्नुपर्छ। यसलाई कसरी हो उनीहरूलाई अब घरमा बस्दा यसमा चाडबाडको बेलामा हरेक त्यस्ता ठाउँहरूमा निगरानी राख्ने र त्यसमा हामीले तत्काल बैठक बसेर त्यो गऱ्यौँ। त्यसमा रह्यो नै। अब त्यो त के हुन्छ भने अहिले पनि हामीले भनिरहेछौँ यो प्रहरीहरूका औजारहरू लुटिया छन्। अब त्यसमा उनका ड्रेस लुटेर गएका त्यहीँ बसेर त्यसो पनि चल्या भन्ने कुरा त्यहाँ पनि छ र तल आएर पनि त्यस्तो लुटपाट आदि गर्न सक्ने कुरालाई नै हामीले त्यो मध्यनजर गरेर यहाँको सम्पूर्ण हामीले चारवटै सुरक्षा निकायसँग बसेरै त्यो छलफल गरेर तपाईँहरूको निगरानी विशेष गरेर यो तिहारमा अब काहीँ कतैबाट पनि यस्तो चुक नहोस् भन्ने कुरामा हामीले जस्तै हाम्रो प्रदेशमा चाहिँ अझै कानुनहरू निर्माण बाँकी छ। त्यही माथि जेन्जी आन्दोलन भयो, 23 र यो 24 गतेको आन्दोलनले सिङ्गो देश नै फरक धारको भइदियो। त्यसैमाथि अहिले चाहिँ चुनाव गर्ने माहौल सरकार बनाइरहेछ। यसमा चाहिँ प्रदेश सरकारले शान्ति सुरक्षाका लागि प्रमुख रणनीतिहरू के अपनाइरहेछ? हामीले यसमा एउटा कुरा त त्यो जेन्जी आन्दोलनले के सिकायो भने अब यसमा पहिलेको जुन यहाँ भएको हाम्रो जुन ढाँचामा चलिरहेको थियो यसमा चाहिँ जेन्जीको नयाँ पुस्ताको जेन्जी पुस्ताको चाहिँ त्यसमा भिन्न मात्र हो। किनभने शान्ति सुरक्षालाई पनि कायम गर्ने
भ्रष्टाचारलाई नियन्त्रण गर्ने, समावेशी रूपमा सबले चाहिँ त्यो पाउनुपर्ने, संविधानले दिएका अधिकारलाई चाहिँ सबै समक्ष आम जनता समक्ष पुर्याउनु पर्ने भन्ने उनको सन्देश हो। हालाकि यसमा यो हाइचेक भएर यसमा अरू घुसेर स्वदेशी विदेशी शक्तिहरू यसमा परिणत भएर हामीले त त्यही सोचेका छौँ। सायद तपाईहरूलाई पनि त्यो लाग्यो होला, बाहिरको यही शक्तिले एकैछिन त्यहाँको सिंहदरबारदेखि लिएर पुरा न्यायालय सर्वोच्च अदालतदेखि सम्पूर्णलाई ध्वस्त एकैचोटि। त्यसपछिको त्यो जलाउँदाखेरिका कसको कुन समूहको कहाँ थियो, त्यो के ध्वस्त गर्दा राम्रो हुन्छ भन्ने लाग्यो। विदेशी शक्तिहरूलाई लाग्यो होला सिंहदरबार ध्वस्त भयो भने होला, यहीँका शक्तिहरूभित्र लागेकालाई त्यो चाहिँ न्यायालय जल्यो भने हामीले न्याय पाउँछौँ कि हाम्रा भएका केही चाहिँ गएर हामी त्यहाँबाट निर्दोष हुन्छौँ कि भन्ने पनि होला। कुनै अब ब्याङ्कहरू आदि ध्वस्त गर्दा हामी त्यहाँको पनि संरचना गयो भने हाम्रा प्रमाणहरू जाला भन्ने होला। यी विभिन्न किसिमले जस समूहले जेमा स्वार्थ राखेर पनि त्यहाँ ध्वस्त गरे र उनलाई यो थाहा भएन। हामी त यस्तो भन्छौँ कि अब के भन्छ, हाम्रो पहिला एउटा भनाइ थिए, लुवाले लुवालाई काट्छ भन्ने किसिमको यहीँको मान्छेलाई यहीँ प्रयोगमा ल्याउने किसिमले जुन यो हालसा भएको छ, यो बडा दुर्भाग्यपूर्ण छ। इतिहासमा नै यो एउटा योजनाबद्ध नै भएको लाग्छ। यो बिना योजनाको एकैछिन सिंहदरबार पूर्व झापा पश्चिम कञ्चनपुरको यहाँ ध्वस्त भएका छन् र यसमा यति मात्र फरक हुन सक्ला, कञ्चनपुरमा आएर अर्कै किसिमको देख्यौँ हामीले। यहाँको पुरै कार्यालय जल्या छ, त्यहाँको केही कार्यालयमा भए पनि त्यहाँका व्यक्तिका घरहरू चाहिँ विभिन्न पार्टीका व्यक्तिका घरहरूलाई बढी चाहिँ एमाले केन्द्रित रहेको छ। कञ्चनपुरमा बढी घर ध्वस्त भयो। अब म त यो समावेशी ढङ्गले यत्रो मेरो 70 वर्षको एजमा आएर म यो ठाउँमा पुगेको 2-3 वर्ष भयो र 1 वर्ष मैले यो सरकारमा गएको हुँदै थियो र त्यसमा पनि म सरकारमा पनि रहेर मैले हरेकलाई यो चाहिँ भएका विगतका कमी कमजोरीलाई सुधारेरै अगाडि बढ्नुपर्छ, यो मितव्ययता अपनाउनुपर्छ। राज्यको हामीले यहाँ तलब सुविधाहरू नेताहरू कर्मचारीहरू हम पाइरहेछौँ, तलको जनताले के पाइरहेछ र यहाँको आधारभूत जनतालाई हामी के सन्देश दिन चाहन्छौँ, कसरी यसको रूपान्तरण गर्न चाहन्छौँ भन्ने कुरामै थियो। त्यसमा पनि म भने अब मेरो घरमा पनि पुरै तोडफोड गरेर दराज कुनै छोडेन। त्यहाँ भाँडा कुनै चाहिँ तपाईँको भनौँ त्यो ट्याङ्की सङ्की पुरा बाथरुम त्यहाँ धाराहरू के हो कहाँको जोडे अब के गरे, तर आगो लागेको छैन मेरोमा। अरू हाम्रै साथीहरूका अब पूर्व मुख्यमन्त्रीजीको 11 धुरमा बनेको घर, अब निरुपालजीको, त्यस्तै गरेर मेयर साहबको, बेतकोटका मेयर साहबको, हाम्रो पूर्व मेयर सुरेनजीको, यी लगायतका थुप्रै घरहरू बढी केन्द्रित एमालेका होलान्, अरूको पनि नेताहरूको घर ध्वस्त भए। तर दोस्रो दिन पनि हुन्थ्यो भने त्यो वडा पनि ध्वस्त हुन्थ्यो जस्तो मलाई लाग्यो। तर वडाको आन्दोलन चाहिँ त्यो रोकियो। यी सबै हुँदाखेरि अहिले चाहिँ हजुरहरूलाई के कस्ता चुनौतीहरू भोग्नु परेको छ हैन? सामाजिक रूपमा, राजनीतिक रूपमा, सुरक्षाको पक्ष मन्त्रालयमा परेका प्रमुख चुनौतीहरू चाहिँ के छन् अहिले चाहिँ हजुर? चुनौती त यी नै हुन्। अहिले हामीले अब यसलाई यो सुरक्षाकर्मीको मनोबल पनि गिरेको, जसरी त्यहाँ पिटकुट भयो, हामीलाई लाग्छ यो एउटा चुनौती हो। उनको मनोबललाई हामीले अगाडि बढाउन सकेनौँ। उनलाई चाहिँ नि हामीले अब आफ्नो मैले गरेको काम सही हो भन्ने किसिमले उहाँले अहिले त के भइदियो भने अब यो कहाँबाट के कमजोरी भयो हाम्रो सुरक्षाको उसमा पनि त्यहाँको बचाउन सकेनौँ। यहाँको मैले सोचेको थिएन यहाँ आएर यहाँ ध्वस्त होला, त्यहीँ हो, त्यतिकैमा रहन्छ भन्ने मलाई लागेको थियो। यहाँ आएर मै ट्रेनमा परेँ, यहीँ मन्त्रालयमा थिएँ त्यो दिन जब त्यो जेन्जी आन्दोलनमा। मलाई लाग्यो अब ठिक छ, सबै म त इमान्दारीपूर्वक थिएँ, त्यसैले म बचे पनि उनकै सामनेमै थिएँ, त्यहाँनिर हेरिरहेको थिएँ म बाहिरबाट। अब भन्नु सक्ने अवस्था थिएन त्यस्तोमा। कहिले ज्ञान बाँडेर त कसले ज्ञान लिन्छ र त्यस्तो कुनै रक्सी खाएका थिए, ध्वस्त थिए, कुनै त्यस्तो अवस्थामा थिए, कुनै आक्रोशमा त्यहाँ भएको तत्काल जुन घटना भयो, अब सन्तति गुमाएछ, कसैले भाइ गुमाए, छोरा गुमाए, सन्तति गुमाए, यस्तो अवस्थामा आक्रोश पनि किन नहोस्
त्यस्तो हुनुपर्ने हो। हजुरले भन्नुभयो कि अब त सुरक्षाको मनोबल पनि कमजोर भयो। त्यतिखेर कमजोरलाई अट्याक हुन पनि सक्ला अझ हैन। समाजमा विभिन्न तरहका मान्छेहरू हुन्छन्, विभिन्न तरहका मान्छेहरू छन् पनि अझ पनि छन्। तर अहिले हामीले अब चाहिँ त्यो मनोबल बढाउन हजुरहरूले समन्वय कसरी गराउनु भएको छ? हामीले सबै यो यहाँको पहिला हामीले यहीँको चाहिँ सुरक्षाको बैठक बस्यौँ र अहिले हामीले यसै दौरानमा यो फेरि यो फागुन 21 गतेलाई पनि केन्द्रमा राखेर अहिले सङ्घीय गृहमन्त्रीजी लगायतको त्यहाँ सचिवज्यूहरूको टिम आएर यहाँ छलफल गऱ्यौँ। मैले पनि त्यसमा उहाँहरूको माझमा राखिसकेका छौँ कि अब यो मनोबल प्रहरीको मनोबललाई उच्च राख्ने हामीले त्यसलाई हामीले गिरावट कहीँ भन्यो भने उनले तिनी भएका उनमाथि भएका जो अपराधीहरू छन् त्यसलाई कारबाही गरेर उनीहरूलाई यथाशीघ्र कारबाही गरोस्। तर यहाँ त कैदीहरू पनि भागेका छन्, कैदीहरू पनि भागेका छन्। कैदीहरूलाई पनि उहाँको मैले भनौँ अनुसन्धान भयो, चारवटै सुरक्षा निकायले यसलाई हेरेर कुन कसको भागमा कति पुग्छ, यिनलाई गएका हतियारहरू र ती कैदी बन्दीहरूलाई पनि फिर्ता गराउने काम अब हिजो गृहमन्त्रीजीले जवाब दिनुभएको छ। धेरै आइसकेका छन्, के हामी त्यसैमा लागेका छौँ भन्ने गृह सचिव र गृहमन्त्रीजीले यहाँ राख्नु भएको छ। हामीले किनभने कति हराए कति थिए भन्ने पनि तथ्याङ्क त छैन भनेपछि त्यसो पनि तथ्याङ्क छैन। त्यही मैले पनि मागेका थिएँ, त्यो आएछन्। तर केही आएछन्, केही मात्र छन् भनेर भनेको छ। त्यसको यथार्थित त्यसको चाहिँ तथ्याङ्क यति मात्रै छ। अब यतिमा हामीले अब ती सुरक्षाकर्मीलाई घिसाडेर मार्नेहरूलाई तत्काल कारबाही गरिएन भने त्यो त होइन, त्यो सरकारले मार्या त होइन त। उनले अहिले जो सरकारमाथि मात्रै खनिएर गएर त्यसमा एउटा कमी भयो। हाम्रो सूचनाको हाम्रो जो आकलन थियो, पूर्वानुमान यस्तो भयो भने यो हुन सक्ला भन्ने जुन थियो, सरकारले नै लान्छना लगाएर जेन्जी भयो। तर अहिले त्यसले चाहिँ समाजमा एक किसिमको त्रास पैदा गरेर प्रहरीको मनोबल गिरिसकेको अवस्था। अझ सुदूरपश्चिम कैलाली त खुल्ला सिमाना छ, विभिन्न यहाँ चोरीदेखि लिएर चोरेस जस्ता विषयहरूमा चाहिँ धेरै युवा युवतीहरू फँसेका र यहाँ विभिन्न किसिमका आतंकित हुने अवस्था देखिएको बेला सुरक्षाको हजुरहरूले कसरी गराउनु भएको? अब हामीले के भनेका छौँ भने सुरक्षालाई सीमावर्ती क्षेत्रहरूमा सजग गराउने र यो दुर्व्यसन जुन इन्डियाबाट पनि अहिले 5-10 ग्रामलाई उनको फ्री हुन्छ, उनले यता लगाउने हुनसक्छ। इन्डियाले यतातिरकालाई उताका ठुला व्यापारीहरूले उतातिर केही गर्छ होला, त्यो माल यता नेपाल सप्लाई गरेर यहाँको हाम्रो यो जेन्जी पुस्तालाई, यो जो पुस्ता छ यसलाई नै प्यारालाइसिस जस्तो गरिदिने, उनीहरू त्यसैमा लतमा पारिदिने आकलन पनि हुनसक्छ। यसका लागि हामीले सिमानामा सजग भएर पनि तिनलाई थुन्ने प्रक्रियामा जाने र हाम्रो मन्त्रालयबाट पनि केही कार्यक्रम छ, त्यसलाई चाहिँ नि तिनकै सेक्टरमा त्यो सीमा इलाकामा त्यो दुर्व्यसनीहरूको माझमा सचेत गराउने त्यसमा पनि लागेका छौँ। र त्यहाँ त्यो फस्नेहरूलाई त्यहाँ भनौँ नि अब बन्दी मात्रै नबनाएर उनीहरूलाई अब सुधार्ने हो। त्यसका लागि पनि के उपाय गर्न सकिन्छ, तिनीहरूलाई सुधार गृह जस्तो गरेर उनीहरूलाई पनि गर्ने। भोलि त्यताको बढी यो नहुन्दिने भन्नेमा रोकथामै हो, निर्मूल त गर्न सकिँदैन हामीले अहिले जति भने पनि। त्यसलाई त अब हाम्रो यो पुस्ताले आमा बोले राम्रै काम गरेर होला, छोराले भन्छ छोराहरू कतै न कतै सङ्गतमा परेरै राम्रो सङ्गतमा पऱ्यो भने राम्रो ठाउँमा पुग्छ, गलत सजेसनमा गलत ठाउँमा जान्छ। यसलाई हामी रोक्दैछौँ। यही मन्त्रालयबाट पनि हामी दुर्व्यसन अन्त्य गर्नका लागि केही राखेका छौँ। यो उत्पीडितहरूको सेक्टरमा अनि यो चाहिँ आदिवासी जनजातिको पिने खाने हामीले पाएको गर्ने भन्ने जुन छ, यसलाई पनि हामी सचेत गराउने भन्ने कुरामा अहिलेकोमा पनि अलिअलि केही छ। त्यो यो उत्पीडितहरूको त्यो एउटा हुन्छ नि समूह, हामी त अब खाँदा अरू के छ र हामीले के गर्न, तिनलाई पनि चाहिँ सचेतना गराउनका लागि छ। हाम्रो प्रहरीहरूलाई पनि अहिले हरेक कुरामा यो परिआयो भने अहिले हामीले त्यसमा उनीहरूका आफ्ना तालिमहरू हुन्छन्। अब यो बिओपीहरूको यिनमा हामीले तिनलाई यो उसलाई सशस्त्रको उसमा पनि हामीले ट्रेनिङका केही राखेका छौँ। हरेक चाहिँ विपदको बेलामा आपतको बेलामा उनीहरूलाई अनुसन्धान गर्ने हरेक कुरा हो, त्यहाँ तैनात हुने कुरामा उनीहरू
राम्रो कुराहरू राम्रो ल्याउन सकुन्, उनलाई तालिम पनि दिनुपर्ने कुराको हामीले उनलाई नि अहिले पनि बुझाउँदैछौँ हामीले यो मन्त्रालयले। जिन्जी आन्दोलनपछि चुनावमा कसरी शान्ति सुरक्षा दिने अनि फेरि ती हराएका हातहतियारलाई चाहिँ कसरी सङ्कलन गर्ने अनि यो विशेष गरी सुरक्षा चाहिँ कसरी दिने भन्ने कुन विषयमा हजुरहरूको छलफल भयो? हिजोको त्यसमा हाम्रो के भयो भने सबभन्दा त हामीले यो सुरक्षाका लागि कडा किसिमले दिने खालको चाहिँ बनाउने एउटा त हामीले ती बाहिर गएका हतियारहरू त्यसको यकिन गरेर यति छ भन्ने हो। यो इलेक्सनलाई सफल बनाउनका लागि सङ्घीय सरकारले, मैले गृहमन्त्री मार्फत यो सङ्घीय सरकारले तत्काल चाहिँ पहिला त तपाईको सँगै लेभलमा प्रतिनिधि यो उसको चुनाव गराउनका लागि, प्रतिनिधि सभाको चुनाव गराउनका लागि शङ्का भएका दर्ता भएका दलहरूसँगको पुराना दल नयाँ दलसँग छलफल गरेर उनलाई यकिन दिलाउनु पर्यो हामी चुनाव गर्दैछौँ। एउटा कुरा, एउटा हामी देशभरि जानु पर्यो। सब हालाकि राजनीतिक दलहरू अब तयार छन् चुनावमा गर्न सकिन्छ भन्ने कुराको लागि उनीहरूले त्यो तयार गराउनका लागि यी गएका हतियारहरू हामीसँग यति आए, अब यति मात्रै छन्, यति यो दिनभित्र हामी ल्याउँछौँ, यो चुनावभित्र अगाडि फर्काउँछौँ भन्ने कुराले राख्नु पर्यो भन्ने कुरा नै छ। उहाँले पनि त्यो हामी केही दिनमा ल्याउँदैछौँ, ती आउँछन्, हामीले हरेक खटाइसकेका छौँ भन्ने कुरा छ। दोस्रो, त्यो त्यहाँको चाहिँ सुनिश्चित दलहरू जाने भइसकेपछि सुरक्षाको प्रत्याभूति दिन सक्छौँ भन्ने ग्यारेन्टी अब सङ्घले दिनु पर्यो। हामीले प्रदेशले पनि हाम्रो प्रदेश मातहतमा चल्ने निकायहरूलाई, चारवटै सुरक्षा निकायलाई, उनीहरूलाई पनि यहाँको दलहरूका प्रतिनिधि बसेर यहाँ पनि हामीले ल अब जान सक्छौँ भन्यो भने अगाडि बढ्ने। हाम्रा सुरक्षाकर्मी जति हुनुपर्ने हो त्यति मात्रामा छैनन्, त्यो कम छ अहिले, हामीसँग कम छ अहिले। त्यही माथि यो जेन्जी आन्दोलनले चाहिँ उनीहरूको मनोबल नै सकियो। तर अहिले बढ्दैछ के भने त्यहाँ भएका पक्रिया छन् भन्ने छ, तिनीहरूलाई खिच्ने। कसैले त मलाई पहिले माओवादीमा छँदाखेरि के गरे हो भन्ने भनेर उनले, मैले त्यसले दगचे। अब त्यो त कसले दगच्या होला, त्यतिखेर को प्रहरी होला, अहिले ऊ बिचरा त एक किसिमको निरै मान्छे त न माओवादी छ न केही छ, अहिले प्रहरी समायोजन भइसकेको छ। समायोजन भइसकेका छ, त्यो माओवादीमा आएका पनि गएका छन्, उनले त्यो मानेका छन्, लागेका छन्। अहिले त्यस्तो कुनै छैन र अहिले प्रहरीकै मनोबल बढाउने, उनीहरूलाई प्रोत्साहित गर्ने, उनीहरूका हरेक सेवा सुविधामा खटिया छन् भने तिनीहरूको हुन्छ नि, यहाँ गएको छ उसको केही छैन, उति बेलाको पनि उनको ख्याल राख्ने कुराहरू गरेर प्रहरीको मनोबल बढाउने। यो चाहिँ यस्तो भन्न सक्यो त्यसो भए ६२-६३ आन्दोलनको जुन छाप अझै पनि मानिसमा छँदैछ, त्यही छापले उब्जाएको होला। त्यो ६२-६३ को त अहिले अब त्यस्तो छैन, उति बेलाको त्यो आएको होइन। ६२-६३ मा त जुगरी यस्तो भएकै थिएन। ६२-६३ मा हामी पनि हुन्यौँ, जति त्यति बेलाको आन्दोलनमा क्षति त सामान्य भएको थियो त। अहिले त त्यो धेरै धनजनको क्षति भएको छ, अहिले अर्बौं अर्बको चाहिँ क्षति भएको छ आर्थिक रूपमा, र हाम्रा इतिहासहरू मेटिया छन्। अहिले हामी जेन्जी पुस्तालाई अब हामीले के हस्तान्तरण गर्ने भन्ने कुरा पनि रहेनन्। यो अहिलेकै काम गर्दाखेरि जेन्जी आन्दोलन पछिको प्रदेशको चलाइ अहिले हामी यो तल बसिरहेको छौँ, 1-2 टेबल राखेर। त्यत्रो हलमा तपाईँहरू आउनुहुन्थ्यो, त्यत्रो लाखौँ रुपियाँ त राज्यकै थियो नि। मन्त्री जो होला, भोलि आज म छु, भोलि अर्को थियो, पहिला अर्कै थिए, आयौँ। अब तरिका कसको कस्तो थियो त्यो होला, कसैले त्यहाँ के गरिरहेको छ, कहाँनिर कमी कमजोरी छ भने उसलाई सचेत गराउने कुरा होला, पत्र पत्रिकाले गराउला, त्यसको छानबिन होला। अहिले पनि हामी त यो भन्दैछौँ नि, यो पुरानो भएको जो उसको ठिक हो, छानबिन सबैको हुनुपर्छ। अब ४६ सालदेखि कसले कति कमाए, कहाँ के गरे भन्ने कुराको पनि छानबिन भएर सहीलाई जसलाई हामीले लालचना लागेका छौँ उसलाई अझ उसको मनोबल बढाउने। कुनै प्रहरी प्रशासनमा पनि होला, कसैले गरे होला, कसैले गरेन नि। अरू पनि त्यस्तै निजामतीतिरको कुरा भयो, जङ्गीतिरको भयो, अब हाम्रा राजनेताहरूको कुरा भयो। केपी ओलीजीले त भन्नुभएको छ मबाटै सुरु गर्नुहोस्, छानबिन गर्नुहोस्। आन्दोलन पनि उहाँबाट नै उब्जिया हुनेछ। अब यो त उब्जिया त भन्ने कोही न कोही सत्तामा हुन्छ, त्यो पहिले पनि उब्जिन सक्थ्यो, तिनकुनेकै घटनाले उब्जिन सक्थ्यो। त्यो पुरानो प्लानिङ थियो, उहाँलाई गिराउनका लागि गरेको थियो। उहाँलाई गिराउनका लागि कसरी भने मैले भन्ने हो भने अहिले देशको
यहाँ नेपालमा अहिले कुनै राष्ट्रियताको पक्षमा बोल्छ भने केपी ओलीलाई चाहिँ हरेक तहबाट बदनाम गर्नका लागि अब यो जेन्जी पुस्ताले होइन, फेरि उनले पनि बुझाएको छ। उनले त यो अहिले भयो तपाईँको सरकारमा होला नि त, अब गठबन्धन सरकार छ, जेन्जीले बुझेको भए उहाँको ज्यानसम्म लिन सक्थे। ज्यान उहाँले जेन्जीले लिएको होइन, त्यसमा कुनै हालत होइन, म मान्दिनँ जेन्जीले लियो भने। यसमा घुसपैठ हो, यो राष्ट्रिय भित्रका र बाहिरका पनि ती लागेर। अब त्यति बेलाको अब अप्ठ्यारो अवस्थामा त उहाँले चाहिने त लास्ट दमसम्म चाहिने यो उसमा गर्दाखेरि उहाँ बोलेको आवाज जुन चाइनाबाट उनी यता आए फर्किने बित्तिकै उहाँलाई कसरी सिद्ध्याउने भन्ने भयो। तर उहाँले कुनै पनि दिन भ्रष्टाचारका फाइलहरू त खोल्नु भएन नि त। जेन्जी आन्दोलन त त्यहाँबाट सुरु भयो नै। अब फाइलहरूको लागि भ्रष्टाचारलाई त खोल्ने कुरामा त्यो होला, मलाई त त्यति हुँदैन, अब सङ्घीय सरकार के हो। तर यसमा एक कुरामा म किन्छु, नेकपा एमाले भित्रका जुन पनि टोप बहादुर रायमाझीजी जानुभयो त्यो कुरामा एमालेले उसलाई बचाउनु पर्छ भन्ने कुरामा साथ दिएन। यसमा सजग छ पार्टी, हाम्रो सजग छ। अब त्यो धेरै कुराहरू पनि होला। अहिले गठबन्धन छ, गठबन्धनमा हामी पनि अहिले टिकिरहेछौँ। सरकार उहाँले गठबन्धनबाटै अहिले त्यो एकतन्त्र लक्की नम्बरलाई बिलाइ गर्नुभएको हो। त्यो लक्की नम्बरले नै अझ यसमा हात छ भन्ने मलाई लाग्छ यो आन्दोलनमा। तर कसैलाई त्यो श्राप भयो होला, उसलाई पनि लाग्यो। तर यो लक्की नम्बरले पनि यसमा रोल खेलेको छ। लक्की नम्बर त अब आउने यो चुनावमा त पुरै हाम्रै ठिक छ, त्यो त प्रतिस्पर्धा गरे। अहिले सडकमा उत्रेको एमाले छ, एमाले भएको अरू शक्ति छन्, त्यसलाई बरु परास्त गर्नका लागि जेन्जीले हुने होइन मैले लाग्यो। यो जो लक्की नम्बरका भित्रका मान्छेहरू छन् ती घुसेर अहिले अवरोध गर्दैछन्। एमालेलाई सकाप गर्छौँ भन्छन्, गर्दैनन्। यस्तोमा चाहिँ फेरि चुनाव कसरी होला, किनकि हो त्यो त शान्ति त हुनुपर्छ। यो त सबलाई यो कसैलाई टार्गेट गरेर यहाँको हिजो हाम्रो गृह सचिवजीले अनि उनले भन्नुभयो, यहाँको सचिवजीले हो कि कसले राखे, यो युवाको कार्यक्रममा यहाँ चाहिँ झडप भयो, यस्तो हुनु हुँदैन थियो भन्ने कुरा हो। सबैको हुनु हुँदैन थियो, तर अस्थिरता छ। तर त्यसको माहौल त अब सङ्घीय सरकारले पनि बनाउनु पर्यो। हामीले उसले त्यो त्यहाँबाट खोल्यो भने सबैलाई एक मोर्चामा ल्याएर छलफल गरेर चुनाव गर्छौँ अब भन्ने मैले त यहाँ आफ्नो मन्तव्य पनि राखेँ गृहमन्त्रीज्यूसँग। त्यहाँबाट भयो भने तल पनि हाम्रो प्रदेश स्तरको राजनीतिक दल बसेर यहाँ पनि गर्छौँ। यो कुरामा अब गर्ने, यो कुरा कसैका विरुद्ध कसैले नजाने, आफ्नो प्रतिस्पर्धा हो जाने, जनताका माझमा जाने हो नि त। जनताले जसलाई ल्याउँछ भोलि त्यसले हुन्छ। अहिले कसैले ल एमाले साफ भयो भनेर हुन्छ। अहिले तपाईँले देख्नु भएको छ यो जनता त ओरिया छ। त एमाले एक पैसा गर्छ। मै छु त्यहाँ गएको थिएँ, यसमा गएँ, एक पैसा महिला मन्त्रीसँग पनि कसैले मागेको छैन। ल यहाँको यो ऊ गरिदेऊ, यति पैसा देऊ भनेर अहिले पार्टीको छैन। अब स्वतःस्फूर्त आएका मान्छेहरू अहिले देखिरहेका छन्। एमाले भनेर आए या नेपाल कम्युनिस्ट पार्टी भनेर आए? नेकपा एमाले भनेर आएका छन्। यसमा कम्युनिस्ट पार्टीको अहिले उता बनाएका छन्। अब यो के भन्छ, पार्टी 3 कुने अनि झन्डा 4 कुने अनि चुनाव चिन्ह 5 कुने नेता मागुने भनेर भन्छन्। अब के हो उनी जानु, हामी त त्यो बुझ्दैनौँ। अहिलेको अवस्था उनले ठुलो बनायो भने त्यो त प्रतिस्पर्धामा गएपछि होला। हामीसँग फुटेका दलहरू 40 सिट लिएर ती अलग गएका 0 भएर यता मिलेकै हुन्। पछि आएर यो यसमा पनि 75 मा तपाईँले परमादेशबाट प्रधानमन्त्री बनेकै हुन् केपी ओलीसँगको प्रतिस्पर्धामा। देशको चाहिने विकास र समृद्धिको सवालमा केपी ओलीको नाम पहिलो नम्बरमा आउँछ। हामीले मात्र होइन, अरूले भन्छन्। अहिले पनि पार्टीभित्र पनि बाहिरको, तर जेन्जीहरूले त उहाँलाई पनि विश्वास गर्नु भएन नि त। अब विश्वास त यस्तो हो, सरकारले अहिले गरेका थिएन, यसलाई बनाएन भन्ने हो। तर त्यो अलिकति के भयो भने अब उहाँको आन्दोलनमा अलिकति घुसपैठ भयो। उनले भनेका छन्, त्यो जेन्जीले नै हो भने हाम्रो आन्दोलनमा घुसपैठ भयो, हाम्रो ध्वस्त गर्ने त हुँदै होइन नि। त्यो त सबै नेपालीले बुझ्नुपर्ने। हामीले हाम्रा संरचनाहरू ध्वस्त भए, हाम्रा चाहिँ इतिहासमा रहने कुराहरू, त्यस्ता चाहिँ कुराहरूको खतम गर्नु भनेको हाम्रै हातबाट, फेरि हाम्रै नेपालीको, बाहिरको त कोही देखिया छैन। अब कति घुसिया थियो त्यो थाहा छैन। त्यस्तो ल्याएका छन्। त्यहाँका प्रयोग पनि एकैचोटि यहाँबाट हान्दा त्यहाँ आग लागेका छन्। मैले यहीँ पनि मेरो यो निवासको त्यहाँनिर मैले एउटा भेटाएँ बाहिर, त्यो एउटा बाहिरको फोन छ, त्यसमा के हो
अनि त्यो भित्र एउटा लुहा छ त्यसले कति तलासम्म फाल्दो रहेछ। त्यस्ता हरेक ठाउँमा त्यस्ता त्यहाँ पनि छन् भन्ने सुन्यौँ। हरेकको यो प्रविधिको प्रयोग अवस्थामा चाहिँ एकतिर राजनीतिक अस्थिरता छ, एकतिर चुनाव 21 गते फागुन 21 गते हुने हो भनेर तोकिएको अवस्थामा चाहिँ फेरि पनि त्यो अवस्था नआउला भन्न सकिन्छ? किनभने अझै पनि हात हतियार बाहिर छन्, कहाँ छन्, कस्तो अवस्थामा छन् भन्ने त कसैलाई पनि थाहा छैन। यो मूल्याङ्कन त भएको छैन नि त। त्यो भएको छैन। अहिले हाम्रो गृहमन्त्री ओम प्रकाश अर्यालजीले त्यो आउँछन्, सब हामी ल्याउँछौँ भन्ने कुरा छ। विश्वास त गर्नु पर्यो हामीले पनि। त्यसलाई हाम्रो यहाँको सुरक्षा संयन्त्रलाई त्यसरी सब आयो भने राम्रो हो। त्यो अहिलेसम्म त आएका छैनन्, कसरी विश्वास? अहिलेसम्म के आइसक्यो भन्ने छ, तथ्याङ्क त आउनु पर्यो। तथ्याङ्क दिया छैन, तथ्याङ्क सहित दिनु पर्यो भन्ने हो हाम्रो। अब तथ्याङ्क सहित आयो भने हामी पनि चाहिँ त्यसमा विश्वास गर्छौँ, हामी लाग्छौँ र चुनाव हुन्छ। अब त्यस्तो भएन भने त अब केही भन्नु सकिँदैन। त्यो त केही दिनमा अझ पनि थाहा होला। जस्तै ऐन हुनु र कार्यान्वयनमा आउनुमा फरक हुन्छ होला। कार्यान्वयनमा कति पुगे? अनि अहिले हाम्रो 43-45 ऐनहरू हाम्रा कार्यान्वयनमा छन्, ऐनहरू त्यस्ता लागिरहेका छन्। अब हामीले यो आवश्यकता अनुसार हामीले ऐन कानुन बनाउने कुरा हो। त्यो आवश्यकता पर्छ भने हामीले बनाउँछौँ। यो कानुन मन्त्रालयले आओस्, त्यहाँबाट भ्रष्ट भएर हामी त्यो बनाएर अगाडि बढाउँछौँ। त्यसबाट कतिपय हामीले जस्तै विकासका कामहरूदेखि लिएर विभिन्न कामहरूमा चाहिँ ऐनका कारणले, नीति निर्माणका कारणले धेरै कुराहरू रोकिएको देखिन्छ। यो केही सङ्घीय ऐन कानुनले चाहिँ नि त्यस्तो छ। अब हामीले उसलाई पनि हामीले उछिन्न, यहाँको प्रदेशले हुँदैन। अब त्यसमा कुराका लागि पनि हामीले अगाडि बढाएको छौँ। त्यहाँ कुनै न कुनै कुराले वनको सवालमा केही छ केन्द्रको, त्यसलाई संशोधन गर्नका लागि हामीले भनेका छौँ, हामीले पनि गर्छौँ, त्यसै अनुसारले भनेका छौँ। अब यो प्रदेशको पनि ऐनमा कहीँनिर हाम्रो यहाँबाट बन्ने कुरालाई हामी ऐन बनाएर अगाडि वनको कुरा निकाल्नु हाल्नु भयो। वन सामुदायिक वनका विभिन्न सङ्घ संस्था पदाधिकारीहरू निरन्तर आन्दोलनरत छन् हैन? यति यो नीति नियम र ऐन बनिदिएको भए आज सुदूरपश्चिममा वनबाटै पनि मान्छेहरू या हामी उपभोक्ताहरूले यसरी रुनुपर्ने अवस्था आउँथेन भनेपछि सुदूरपश्चिममा चाहिँ अझै पनि ऐन कति आवश्यक रहेछ? अब त्यसमा केही होइन, हाम्रो प्रदेश ऐन र त्यहाँको अब के बाँझिएका कुराहरू हुन्छन्, त्यसलाई सङ्घले मान्ने भन्ने कुरा छ। अब यो वनको सवालमा त अब हामीले केही सुधार गर्नुपर्ने, अहिले पनि वन त्यहाँ छ भनेर अहिले हाम्रो त्यो बन्या काट्न अलि छ, त्यो कानुन नै तगडा के रहेछ, हामीले त्यो गरौँ। सरकारमा हामी छौँ, हामीले त्यसले कसरी रोकिने, प्रदेशको पनि जान तोक्या थियो त्यही ठाउँमा बनाऊ भन्नेमा हामी छौँ। अब मुख्यमन्त्रीजीले कहाँ कहाँ त्यो ऊ गर्ने भन्ने कुरा छ र अब छलफल होला। हामी त टुङ्ग्याउनुहोस्, एक चरको नेताहरूले बसेर त्यसलाई टुङ्ग्याउँ ठाउँ पनि भनेका छौँ। सब प्रदेशले आफ्नो आफ्नो ठाउँ तोकिसकेका छ। हाम्रो त्यो जङ्गली भएको कारणले अहिले नबनेको होला, नत्र त म त भन्दैछु मैले पहिलो मेरै सिलिङमा आएको बजेट पनि हालिदिन्थेँ म त्यसमा, अरू जनतालाई नदिएर। अहिले बनाऊ, म पनि त्यसमा हामी भएको बेलामा ल सुरुवात भयो भन्ने सबैमा भइसक्यो, हाम्रोमा भएको छैन। अब त्यसको लागि पनि लागेका होलान्। अब यो वन सम्बन्धी त के छ भने अहिले हाम्रो यहाँको स्रोत पनि धेरै हुन्थ्यो। सडापडा ढला भन्छ, ढलापडा ये 72-72 भनेर पहिला भन्थे, त्यो आएको नालाको त्यो अर्बौं रुपियाँ आउँथ्यो, त्यो रोकिएको छ, अहिले गर्न सकेका छैन। त्यसका लागि पनि अब वनले अहिले मन्त्री छैनन्, मुख्यमन्त्रीजी नै वन मन्त्रालय छ, उहाँले त्यो कुरालाई ल्याउनु होला र त्यसलाई अगाडि बढाउनका लागि आउने हाम्रो यसको स्रोतको रूपमा पनि वनबाट, वन पैदावारबाट हुने हामीले कानुनी तवरले निकाल्नु पर्ने र अहिलेको यो सडापडा 72-72 जुन छ अर्बौं रुपियाँको तल इन्डियाले बगेर त्यहाँ पुगेको, त्यो हाम्रो क्षेत्रको काठपातलाई पहाडदेखि ढलेर बगेर आएको हाम्रो कुनै छैन समेत अर्बौं रुपियाँ त्यत्तिकै खेर गइरहेछ। त्यसलाई ल्याउनु पर्छ भन्ने छ। अब सुदूरपश्चिम सरकारले पनि त्यसमा ध्यान आकर्षित भएको छ। यो छिटो नै 72-72 को कुरालाई पनि हाम्रो त्यसलाई खरिद गरेर रोकेर हामीले त्यसलाई उठाएर त्यो लकडीहरूलाई त्यसबाट पनि केही चाहिने स्रोतहरू जुट्न सक्ने छ। अन्तिममा चाहिँ जस्तै अब 8 वर्षसम्म धेरै ऐन कानुनहरू पारित भएनन्, कार्यान्वयनमा आएनन् हैन? तर तपाईँ मन्त्री भइसकेपछि कति ऐन कानुनहरू बने, कतिमा चाहिँ हजुरले कार्यान्वयनमा लानुभयो?
अन्तिममा चाहिँ मैले यसमा चाहिँ फेरि सोध्न चाहे किनभने सुदूरपश्चिम प्रदेशमा चाहिँ ऐन कानुन कार्यान्वयन नहुँदा धेरै विकासका काम रोकिएको भन्ने छ। त्यो यहीँबाट त त्यस्तो छैन। ऐनहरू बनेका छन् 43-45 यो कानुनमा आइसकेका छन्। मैले मात्र अहिले म आइसकेपछि 25-30लाई मैले आफूले सिफारिस गरेर अगाडि पठाएको छु। त्यस्ता ऐनहरू यो संशोधनको कुरा होस् या सबै मैले यहाँबाट सिफारिस गर्ने कुरा हामीले सहमति दिने कुरामा त्यति 20-25 अब यो गाह्रो त अहिले अब चुनौतीहरू त छन् नै। अब चुनौती त मेरो यो मन्त्रालय अन्तर्गत मैले भन्नुपर्दाखेरि हजुरकै सेक्टर हो, सूचनाको हो। 8 वर्षसम्म थिएन। मैले यो 61 मङ्सिरमा मैले 81 मङ्सिरमा मैले चाहिँ यो सञ्चार नीति पास भएको छ। अहिलेसम्म 8औं वर्षमा म आउँदाखेरि सञ्चार नीति पास भएको छ। आम सञ्चार विधेयक छलफल भइसकेको छ भनौँ। अब केही त्यसमा केही अर्थले सहमति नदिएर केही अहिलेसम्म रहेको त्यो अब सदनमा जाने तयारीमा छ। केही दिनमा अब त्यो आउँछ। अरू मैले मेरो मन्त्रालयमा बाट यो सञ्चारको क्षेत्रमा त भयो नै। यो आम सञ्चार विधेयक पास भयो भने भोलि सञ्चार रेजिस्टर प्रेस रेजिस्टर चाहिँ यहाँ रहन्छ। हजुरहरूलाई त्यहाँ कुरा गर्दा र यसमा पत्रकारहरूले पनि ल्याएका धेरै कुराहरू हामीलाई त धेरै समितिहरू को चाहिन्छ सञ्जाल भन्ने छ। अहिले अर्थले त्यसलाई स्वीकृति दिएन। एउटा मात्र प्रेस रजिस्ट्रार गर्ने रजिस्ट्रारको कार्यालय यहाँ भयो भने मेरो पनि जिम्मेवारी अलि त्यो समग्रमा आए पनि उहाँले नै त्यो क्षेत्रमा काम गर्ने भए हुनाले उहाँसँगको विज्ञ नै त्यहाँ आउँछ। त्यसो भए हुनाले सहज हुने। दोस्रो मेरो एउटा यो विपदको पनि भए हुनाले विपदको सेक्टरमा जसरी राष्ट्रिय प्राधिकरण गठनहरू भएको छ, प्रदेश प्राधिकरण पनि 1-2 ठाउँमा भएको छ, 1-2 प्रदेशमा। हाम्रो यहाँ पनि मैले त्यसको सुरुवाती गराएको छु। कतिको सकिन्छ सकिँदैन त हाम्रोपनको बनाऊँ भन्ने मेरो अहिले सुझाव मैले अब कानुन उपसचिवजीलाई र अर्को हाम्रो प्रशासनका उपसचिवजीलाई पनि तपाईहरु यसलाई तयार गर्नुहोस् भनेर भोलि प्राविधिकरण गठन भयो भने हामीलाई त्यो आफ्नै किसिमको हुने भने त्यसैमा त्यो विपद सम्बन्धी सब सामग्री जम्मा हुने, त्यसमा एउटा समिति रहने, समावेशी टाइपको त्यसमा हुने खालको त्यसको परिकल्पना मैले गरेको छु। अर्को चाहिँ अब यसमा विपदका बेलामा पनि काम गरिरहेका यहाँ थुप्रै संस्थाहरू छन् र यो वान डोर सिस्टम भन्थ्यौं पहिले। म जिल्ला विकासमा हाम्रो राजेन्द्र राउलजी हुनुहुन्थ्यो। हामी चाहिँ कहिलेकाहीँ यसो जाँदाखेरि सबले चाहिँ वान डोर सिस्टमबाट गयो भने संघ संस्थाको पनि कति हो, कुन ठाउँमा लाउने, के गर्ने भन्ने हुन्थ्यो। अहिले मैले यहाँ आइसकेपछि संघ संस्थाले गरेको देखिरहेको छु। मैले काम गरिरहेछन् उनीहरूको इतिहास यहाँ योले गर्यो भने कुनै पनि यो लियोसी पिओसीहरू बन्या छन् ती छन्, तर त्यो बाहेकको अरू कुरामा आएछन्। मैले विभिन्न संघ संस्थाको एक डाटा लिने यो प्रदेशभित्रका मैले राख्नुस् भने डाटा कतिका नभएको हुन सक्ने अब पाइँदैन नि। अब जस्तै तपाईको यो अपि अनलाइनले आज यो जो मबाट एउटा यो हाम्रो छलफल भइरहेछ यो कुराका सवालमा तपाईले प्रदेशका विकासको यो चाहिने सुरक्षाको सवाल अनि यो सूचनाको सवाल आदिमा जो तपाईले हामी छलफल गरिरहेछौं। आम जनताले पनि यसलाई हेर्नेछन्, सुन्नेछन् र यसै गरेर मैले यी संस्थाहरू पनि कसको कति हो, बजेट के ल्याउँछ, कुन पाटोमा काम गर्छ, कति ठाउँमा मान्नु कसैलाई तपाईले विपद परेको बेलामा आवासको भूमिका निभाउला, निवासको भूमिका निभाउला, कसैले चाहिँ उनीहरूको आय आर्जनको भूमिकातिर जाला। यी सब पाटालाई लिस्ट वाइज हामीले राखेर भोलि पर्दाखेरि ल तपाई यहाँ आउनुहोस् यो काम गर्नुहोस् भनेर अगाडि बढाउनु। संघ संस्थालाई पनि हामीले प्रदेश सरकारसँग उले काम मिलेर गर्यो भन्ने पनि हुने, हामीले उनलाई निर्देशन दिन मिल्ने र उनीहरूको पनि डाटा यहाँ कोले गरे आयो भनेर यथोचित रूपमा अहिले त काम गर्दैछन्। संघ संस्थाहरू गरिरहनु भएको छ तर खुसी पनि हुनुहुन्छ कतिपयलाई नहोला। अब चाहिँ प्रदेशमा चाहिँ प्रदेश सरकार छ भन्ने भान चाहिँ एकदम हुन्छ, एकदम हामी दिलाइरहेछौँ। कानुनतर्फ एकदम कानुनतर्फ, विकासको तर्फ, सुरक्षाकोतिर, यो सञ्चारको क्षेत्रमा र यो बेपत्ता शहीद र द्वन्द्व पीडित परिवारलाई मैले आएपछि चाहिँ एउटा उनीहरूको
स्वास्थ्य बिमा केही गर्नसँग आर्थिक रूपले विभिन्न कसैले कमाउने मान्छे गुमाएछ, कसै कमाउने विपत्ता भएको छ, त्यस्ता परिवारहरूलाई अरू त मेरो साधन स्रोतले आन्तरिक मामलाको साधन स्रोतले भ्याएसम्मको चाहिने काम गर्ने भनेर मैले जति सक्यो त्यति मात्रै हात हाल्ने हो भन्ने मेरो। अब युवालाई त हामीले यसो भनेका छौँ, यो दुर्व्यसनीमा मात्रै हो युवाको, हाम्रो अरू छैन। युवाको अरूमा छ, खेलकुदमा यता दुर्व्यसनीमा हाम्रो छ, तिनीहरूलाई लतबाट अन्त गर्ने हो। त्यस्तो अहिले हाम्रो त्यस्तो छ। अहिले केटाकेटी अहिले हजुरले भनिहाल्नुभयो पहिले नै, मैले त्यसमा पनि राखेँ। अहिलेको यो नयाँ जेनेरेसन जुन छ, यो जेनेरेसन अलिक त्यस्तो लतमा लागिरहेछ। यसलाई राम्रो बाटोतिर डोर्याउने भरसकसम्म यसलाई भयो भने, मैले त यहाँ बजेट भयो भने त्यस्ता दुर्व्यसनीहरूलाई त्यहीँ जेलमा मात्र नगरेर एउटा के भन्छ, एउटा त्यस्तो उनलाई सहजीकरण गर्ने भनेदेखि एउटा यो के भन्छ, यो अहिलेको यो नयाँ जेनेरेसनलाई राखेर तिनीहरूलाई त्यहीँ तालिम दिने, शिक्षित गर्ने, तिनीहरूलाई प्रशिक्षण दिने, रोजगारतिर तिनीहरूलाई अगाडि बढाउने, त्यस्तो गर्न सकियो भने राम्रो हुन्छ। कम्प्युटरको सवालमा अरू केही सिपमूलक सवाल त्यस्ता दिने, त्यस्ता मैले जेलमा भेटेको छु। तिनका लागि मैले खेलकुद सामग्रीहरू अनि एउटा के भन्छ हामीले योगा गर्ने, ध्यान मग्ने, त्यो विगतका गलत काम गरेको या गलत काम गर्ने मान्छेसँग लागेर परेका त्यहाँ भएपरि त्यस्ता घटनामा आउने मान्छेहरूलाई मैले हरेक जेलमा पुगेर यिनीहरूलाई एउटा एकाग्र भएर योगा गर्ने, आफूले कुनै सिप छ भने सिपका लागि पनि अहिले पनि छुट्याएको छौँ अलिअलि बजेट। महिला बालबालिकालाई त्यस्तालाई पनि हामीले अहिले यहाँ केही राखेका छौँ। त्यस्ता महिला भनौँ, अब तिनलाई भयो भने यहाँ कहीँ छैन र त्यो अहिले खोल्ने भनेर त्यसको लागि बजेट छ। त्यस्ता विकासका काममा पनि एकदम मैले त्यसमा राखेको छु। कानुनको सवालमा फेरि मैले हजुरलाई राखेँ, यो ल पढिरहेका विद्यार्थीहरूलाई तिनलाई एउटा के भन्छ, तिनीहरूको अभ्यासका लागि भनेर मैले अलिअलि यो कञ्चनपुर विश्वविद्यालयलाई केही र केही यहाँको चाहिने यो कैलाली क्याम्पसमा यहाँ यो विद्यालयलाई केही बजेट मैले त्यो कानुनी अभ्यासका लागि भनेको छु। भोलिको दिन त्यसमा थप्ने अझ भयो भने हाम्रो 88वटै पालिकामा तिनीहरू अभ्यास गराउनु न्यायिक छन्, त्यसमा पनि जान सकुन्। अहिले त्यसले त नभ्याउला, पछि हाम्रो अभ्यासलाई अगाडि बढाउँदै गयौँ भने तिनीहरूले पनि केही सिक्ने, छलफल गर्न सक्ने, उनीहरूले वकालत गर्ने सही ठाउँमा प्रयास पनि हुने, तिनको अभ्यास हुने भन्ने कुरामा म यहाँ भएपछि म जहाँसम्म छु त्यो बजेटलाई अझ भयो भने बढाउने, त्यसमा पनि कानुनी क्षेत्रमा पनि मैले त्यो गरेको छु। पत्रकारहरूका पनि यहाँ हामीले त्यहाँ राखेका छौँ। अब सबै त हुँदैन, महासङ्घले चाहिने डणन्द्रमा गरेको छु, त्यहाँ हालेको छु। तिनीहरूको एउटा पत्रकारहरूको उसमा एउटा पुस्तकालयको सम्बन्ध पनि राखेका छौँ र हरेक ठाउँमा मैले यहाँबाट हुन सक्ने सबका अहिले म आएको केही भएको छ, म यहाँ यही उसमै छौँ। अहिले हामी यहाँ सुधारमै लागिरहेछौँ। यसैमा त्यो जनजाति आन्दोलनले हामी धेरै पछाडि अहिले भएको छौँ। यसलाई पनि सबै शान्ति सुरक्षा कायम गरेर प्रहरी प्रशासनको मनोबल बढाएर अगाडि बढ्ने कुरामा नै हामी केन्द्रित भइरहेछौँ। अन्तिममा चाहिँ एउटा नेता हुनु र एउटा जनताको नेता हुनुमा चाहिँ के फरक रहेछ, यो चाहिँ सोध्न चाहे मैले। एकदम धन्यवाद। तपाईँले नेता हुनु त सोचै भयो, उसले म आफू नेता छु भन्ने, जनताबाट उसले अनुमोदित भएर जनतालाई जनताको पक्षमा काम गरेर जनताको पक्षमा वकालत गरेर बन्नु र त्यो आफै नेता म भनेर कसैले नमान्ने र अब जनताको नेता जनताले मान्यो भने त्यो जनताको नेता हो, उसले आउनु सक्ने हुनका लागि चाहिँ के गर्नु पर्दो रहेछ? उसको लागि भनेको आफूले यो म अहिले पदमा पुगेको छु र मेरो आफ्नो मेरो जिम्मेवारी के छ भन्ने मैले बुझ्ने हो त्यो सेक्टरमा। अब तपाईँ पत्रकार हुनुहुन्छ, तपाईँसँग ल हुँदैन मैले समय दिँदैन आदि, हामीले त तपाईँको समय तपाईँलाई दिएर तपाईँबाट सिक्ने अवसर पनि हो। मैले आज जो लिँदैछु त्यो सिक्ने अवसर पनि हो, हामीले अभ्यासमा बढ्ने हो। त्यसरी गयौँ। मैले अब यो कानुन मन्त्रालय छ, यस अन्तर्गत अब कानुनका क्षेत्रमा पनि अहिले 12 हरू छन्।
तिनमा पनि हामीसँग जोडिएका हुन्, तिनको पनि हामी एउटा भनौँ नि अब गार्जियन जस्तो भएर यो प्रदेशको त त्यसो भए हुनाले उनका पक्षमा पनि गर्ने त्यो नै हो। मैले भावनात्मक रूपले मैले त्यो सोचिरहेको छु। मैले काम कति गर्न सक्छु, मेरो आर्थिक अवस्थाले यसको बजेटले कति भ्याउँछ त्यो अलग कुरा छ। त्यो सम्झेर मैले जुन सोचेको छु, मैले यो ठ्याक्कै मैले हजुरलाई भन्नुपर्दा यदि यो स्थायी सरकारको रूपमा रह्यो 5 वर्ष मैले जिम्मेवारी यो मन्त्रालयको पाएँ भने यसमा यो कमी छ भन्ने म आउन दिँदैन थिएँ। यति मात्रै मैले सोचेको थिएँ। अब यो बारको कतिखेर जान्छ झ्याझ्याझले यो काम गर्यो, कर्मचारीले पनि टेढो रहन्छ कुनै काहीँ बेला आज जान्छ यो जेनजी पछिको यसमा त कसैले पनि यहाँ के नि यही पनि नेता जाने हुन् भन्नेमा रह्यो। त्यस्तो अवस्था रहेर यो झ्याझ्याझले काम गर्ने वातावरणमा अलिकति कमजोरी चाहिँ रह्यो र यसले हाम्रो मनोबल पनि भनौँ नि मैले काम गर्दा ल भइरहेछ भन्ने म आफूमा जुन मैले एकदम उलिरहेको थिएँ त्यसलाई अलिकति धक्का। अब के हुने हो, मैले बनाएको प्लानिङ सक्सेस। मैले भन्दैछु अब यो तपाईँ पत्रकारहरूका माझमा म त भोलि जान्छु, मन्त्री दोस्रो आउला। यो बेलामा हिरा सार्कीको बेलामा नीति त पास भएको छ, यो त तपाईँले ल उहाँको पालामा भन्ने मैले खुलेरै भने। अब यो विधेयक पनि पास भएर आम संसार विधेयक पास भएर भोलि प्रेस रजिस्ट्रार यहाँ गठन गरे भने यो मैले महत्त्वपूर्ण फेरि यो प्रदेश विपद प्राधिकरण र संसदता सम्बन्धी दुई तीनटै यो कुरामा म अगाडि बढ्न चाहिरहेको छु। त्यति हो। धन्यवाद।